पुनः साथीहरुलाई नमस्ते। विशेष गरी आजको भिडियोमा चाहिँ हुन त धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय हैन राजनीतिका बहसहरु भइरहेका छन्। मैले चाहिँ एउटा कनेक्टिभिटीको इस्यु मैले चाहिँ सबै सकेसम्म के हो नि यो बदलाव भन्ने कुरा चाहिँ हामी आफैलाई पनि जीवनमा बदलाव ल्याउन कठिन छ नि त। कतिपय कुराहरु हामीले हिजो गरेका चीज आज रिपिट गर्छौं, केही नयाँ चीज गर्न हामीलाई कठिन हुन्छ के। यसको ट्रान्सफर्मेसन भन्ने कुरा पनि हामीले अहिले भइरहेका काममा जब हामी आलोचनात्मक हुँदै जान्छौं, जब हामी ती कुराहरुबाट गल्तीहरु पत्ता लगाएर सुधार गर्दै जान्छौं, त्यो सुधार गर्दा गर्दै एउटा सिस्टम बन्दै जाने हो के। र सिस्टमले सुधार गर्दै जाने हो, त्यसले समय लाग्छ। अब हामी धैर्य पनि हुनुपर्छ, रचनात्मक पनि हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने आफ्नै जीवनमा पनि हामीले बदलाव ल्याउन, हाम्रो पेशामा हामीले बदलाव ल्याउन पनि हामीलाई कठिन भइरा हुन्छ। मैले विशेष गरी यो कनेक्टिभिटी हिजो हामीले जुन गल्याङ सेतीबेनी बाटोको कुरा हामीले सुरु गरेका छौं, एउटा दबाव सिर्जना गर्न सुरु गरेका छौं। यो चाहिँ धेरै पहिला नै हामीले पिडी खोलालाई एउटा बाटोबाट मार्फत जोड्नु पर्थ्यो, एउटा मूल बाटोबाट हामीले जोड्नु पर्थ्यो। त्यो मूल बाटोबाट हामीले जोड्न नसक्नु हाम्रा कमजोरीहरु छन्, ती हिजोका कमजोरी हुन्। अब आज लोकतन्त्रको बहालीपछि एउटा स्थानीय तहहरु स्ट्रङ भएर आएका छन् र जनताप्रति उत्तरदायी सरकार पनि छ, गाउँ गाउँमा छ र सक्दो कामहरु नगरेको पनि होइन, गरि पनि रहेका छन्। तर के हुन्छ भने एउटा हामीले भिजन निर्माण गरेनौं र अलिकति लामो मिसनमा हामीले काम गरेनौं भने चाहिँ हाम्रा विकासहरुले चाहिँ उल्टो जनतालाई विस्थापित गर्ने हैन, अलिकति झन चाहिँ एउटा समग्र विकासको अवधारणा चाहिँ सफल हुँदैन। त्यसकारणले अहिलेसम्म चाहिँ जस्तो पहिलो स्थानीय तहको चुनाव हुँदाखेरि हाम्रा गाउँघरमा सामान्य बाटा थिए, अहिले केही हदसम्म सुधार पनि भएका छन् हैन। हामीले सेतीबेनीदेखि डबल लेन अलिकति बाटो बनाउँदै गल्याङसम्म पनि पुगेको छ, केही हदसम्म पिच पनि भएको छ। तर यो बीचमा बाटो कनेक्टिभिटी भनेको चाहिँ कस्तो हो भने तपाईको त्यसले हरेक चीजलाई चाहिँ आर्थिक रूपमा पैसा बचाउँछ। हेर्नु जन अहिले तपाईले केही करोड पैसा लाग्ला केही हैन, त्यो पैसाले चाहिँ तपाई बाटो गइसकेपछि हजुरको सुन्तला बेच्ने किसानले चाहिँ बढी पैसा पाउँछ। हेर्नुस् है फाइदा। कृषि त्यहाँ पद्धतिहरु अगाडि बढ्छन्। अर्को कुरो हजुरले बाटो बनाइदिएपछि बाटोको नजिक, राम्रो बाटोको नजिक चाहिँ बस्तीहरु पनि एकीकृत हुँदै हुँदै जान्छन्। त्यसले चाहिँ तपाईको बसाइ सराईलाई कम गर्ला नगर्ला, तथापि बस्तीहरु चाहिँ एकीकृत हुन सुरु गर्छन् र आधुनिक समाजको निर्माण सुरुवात हुन्छ। अनि अर्को कुरा के हुन्छ त भन्दा प्रत्येक दिन जनताले जस्तै अब हामी पिडी खोलाबाट गल्याङ जान 250 रुपैयाँ भाडा तिर्छौं। 250 रुपैयाँ भाडा सस्तिन्छ। अनि त्यसपछि पिच बाटो भए सस्तिन्छ, गाडीवालाहरुको गाडी कम बिग्रिन्छ। अनि त्यसपछि अन्य के हुन्छ त भन्दा तपाई 10-15 चोटी गल्याङ आउजाउ गर्नुहुन्छ भने ठूलो पैसा बच्छ। त्यो बचेको पैसाबाट बरु जनतालाई चाहिँ हामीले थोरै योगदान गरौँ न, बाटोमा हामीले ऋणमा यति काम गरेका छौं भन्ने भने जनताले त्यहाँबाट दिन थाल्छ। प्रमुख कुरा चाहिँ इमानदारीता हो। अनि अर्को कुरा चाहिँ हजुरले अस्पतालमा खर्च गर्नु कम गर्दा हुन्छ के। जस्तो अब बाटो कनेक्टिभिटी एकदमै राम्रो भयो भने अस्पताल एक ठाउँमा बनाउँदा भयो, धेरै ठाउँमा अस्पताल चाहिएन। तपाई कनेक्टिभिटी बेस्ट भयो भने चाहिँ तपाईको त्यो बनाउने खर्च बच्यो। शिक्षामा गाडीहरुको आवत जावतले गर्दा धेरै स्कुलहरु पनि नचाहिन सक्छ हैन, केही ठाउँमा एक ठाउँमा कलेक्सन हुन्छ। त्यसकारणले गर्दाखेरि चाहिँ समग्र रूपमा कनेक्टिभिटीले, स्ट्रङ कनेक्टिभिटी र योग्य कनेक्टिभिटीले चाहिँ धार्मिक, सांस्कृतिक हैन सबै सम्पदाहरुको आम्दानी बढाउँछ, पर्यटन क्षेत्र बढ्छ। यसले गर्दा चाहिँ प्रमुख कुरा चाहिँ कनेक्टिभिटी हो। र पहिलो त अब नगरपालिका सुरुमा 5 वर्ष अब अलमल छ, कमजोरी पनि भयो होलान्, तथापि केही हदसम्म डोजरै चलिरह्यो। तर यो 5 वर्ष चाहिँ हामीले कनेक्टिभिटी स्ट्रङ हुन्छ भन्ने चाहेका थियौं र मेरो प्रमुख एजेन्डा पनि त्यो थियो। किनभने हामीले अन्य खालका गरेका विकासहरुले यदि हामी कनेक्टिभिटी एकदमै राम्रो भएन भने त्यहाँबाट कुनै पनि सफलता हामीले प्राप्त गर्न सक्दैनौं र त्यो चाहिँ बिस्तारै चाहिँ गलत दिशातिर जान्छ, झन उल्टो गाउँहरु खाली हुने हुन्छ। अब हामीले अहिले अब हाम्रो विकास कस्तो छ भने तपाईको ठाउँ ठाउँमा काम पनि भइराछन्, कतै हैन घर जाने बाटाहरु पनि के भइराछन्। तर हाम्रो मूल बाटो, हाम्रो मूल चाहिँ आर्थिक नाका जुन चाहिँ हाम्रो मूल हैन प्रमुख गन्तव्य हो, त्यो नबन्नाले त्यसका धेरै साइड इफेक्टहरु छन्। आजै हामीले गाउँमा गरेका विकास निर्माणका कार्यक्रमको लागत पनि बढिरहेको छ
हैन। जस्तो कति ठाउँमा हामीले रातो पुल बनायौँ, त्यसलाई सामानहरू लानु पर्यो, हामीसँग पिच बाटो हुन्थ्यो भने त्यसको लागत पनि कम हुन्थ्यो। अन्य भवनहरू हामीले निर्माण गरेका छौँ, विकास गर्दै गएका छौँ, तिनको लागत पनि कम हुन्थ्यो। ती लागतहरू र जनताको चाहिँ कलेक्टिभ सेभिङबाट नै चाहिँ हामीले चाहिँ त्यो बाटोकोले हामीलाई चाहिँ फाइदा दिन्थ्यो र कतिपय जनताहरूले त्यहाँ चाहिँ हैन बस्ती पनि बन्दै जान्थ्यो र धेरै चिजमा सुधार हुन्थ्यो। त्यस कारणले गर्दा अब ढिलो भएको छ साथीहरू। अब के ढिलो भएको छ त? ढिलो भएको बाटो मात्रै होइन, भिजन सहितको विकास र मिसन सहितको विकास र एउटा लामो समयसम्म चाहिँ प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्नुपर्छ। हामीले चाहिँ सस्ता लोकप्रिय कार्यक्रमहरू लाने होइन, कार्यक्रम अभियान भनेर धेरै लिएर हिँड्ने होइन, बजेट खर्च गर्ने होइन। त्यस्तोमा हामीले अभियानको नाउँमा बजेट खर्च गरेका छौँ, हामीले कृषि कार्यक्रमको नाउँमा बिउ बाँड्ने कुरामा बजेट खर्च गरेका छौँ, बाटाहरूको नाउँमा हामीले सिँढीका बाटाहरू गाउँ गाउँमा बनाएका छौँ। त्यसले हजुरको के हुन्छ, डक्टरले पनि के भन्छ भने हामी भारी बोकेर हिँड्छौँ कति ठाउँमा गाउँमा होइन, घोडाहरू खिने, भोलि बिहान सिमेन्टको सिँढीमा धेरै तलमाथि गरिरहनु राम्रो पनि मान्दैन। त्यस कारण दिगो विकास भनेको चाहिँ हजुरको स्टेक होल्डरहरूको बिचमा छलफल गरेर होइन, बौद्धिक मान्छेहरूको बिचमा छलफल गरेर, युनिभर्सिटीका प्राध्यापकहरूसँग सल्लाह गरेर र देशको कानुन र बौद्धिक वर्ग सबैसँग टेकेर चाहिँ एउटा 5-10 वर्षपछिको समाजको परिकल्पना गर्दै अगाडि बढियो भने त्यसले बसाइसराई रोक्छ र रिभर्स माइग्रेसन पनि हुन्छ क्या। जस्तो हजुर गइसकेको मान्छे पनि हजुरले सोसियल सेक्युरिटी र रोजगारी सिर्जना गर्नुभयो भने फर्केर आउँछ, किनकि हामीसँग सुन्दर प्राकृतिक हावापानी छ होइन। त्यस कारणले गर्दा हजुरहरू चाहिँ एउटा भिजनमा, हामी जनता पनि हामी आफूलाई चाहेको चिज माग गर्दै जाने होइन, एउटा कलेक्टिभ भिजनमा चाहिँ हामी एक ठाउँमा उभिनुपर्छ र त्यो कलेक्टिभ भिजन भनेको एउटा सामूहिक भिजन बनाइसकेपछि एउटा लिडरसिपमा हामीको अन्डरमा हामीले चाहिँ रहेर हामीले सफा रूपमा काम गर्नुपर्छ र त्यो अभियानको सुरुवात युवाहरूले गर्नुपर्छ र युवाहरूले नबुझेको कुराहरू सेयर गर्नुपर्छ होइन। व्यक्तिगत घमण्ड भन्दा पनि, व्यक्तिगत होइन त्यस्तो चमत्कारिक बन्नुभन्दा पनि हामी सबैले मिलेर रिसर्च गरेर, खोज गरेर, अनुसन्धान गरेर होइन अहिले भइरहेका कामलाई क्रिटिकल्ली हेरेर अनि हामीले बल्ल सफलता ल्याउन सक्छौँ र समाजलाई नयाँ चरणमा लान सक्छौँ। तसर्थ हामी ग्रामीण, सहरी सबै क्षेत्रमा नेपालमा चाहिँ एउटा भिजनसहितको दीर्घकालीन र दिगो विकासको आवश्यकता छ। यसमा हामी मेरो पिँढीखोलावासी, सम्पूर्ण गल्याङवासी, सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा पनि म अपिल गर्न चाहन्छु, हजुरहरूले कामको कुनै योजना बनाउँदै हुनुहुन्छ, बजेट छुट्याउँदै हुनुहुन्छ भने यसको दीर्घकालीन प्रतिफलको अनुमान गर्ने गरी हामी अगाडि बढ्नुपर्छ है त। यति भन्दै आजलाई बिदा हुन्छु। नमस्ते।